हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो सोफिया च्यानलमा। अनि सो आज चाहिँ हामी टक्क लागेर व्हाइट गुम्बाको पछाडिपट्टि के चिसिनी भन्ने ठाउँ छ, झरना छ। अनि हामी त्यहाँ चाहिँ स्विमिङ गर्न आएको। अनि कस्तो राम्रो छ अरे क्या साथीहरूले भनेको। अनि हामी चाहिँ टक्क लगाएर आएको छौँ। हेर्नु न, त्यही हो होइन, अब जिन्दगीको गोरेटोमा घुम्नु पऱ्यो। यस्तो दामी भ्यू देख्छ गाइजहरू, होइन यस्तो बबाल छ क्या गाइजहरू, होइन ल हेर्नु यस्तो बबाल देख्छ क्या। सो अनि हामी आज 6जना आएको छौँ, 5जना। यस्तो बबाल भ्यू देखिरहेको छ, के भन्नु तपाईँहरूलाई। होइन अब घाम चाहिँ लागेको छैन, अब यस्तोमा कसरी स्विमिङ गर्नेछ हामी त्यही सक्छौँ होइन। हेर्नु ल, यस्तो बबाल आइरहेको छ गाइजहरू, होइन अब के भन्नु क्या। यहाँ एकजना छ, यहाँ एकजना, उता 2जना छ, उता परतिर छ। अनि सो अब हामी चाहिँ अब एकैचोटि माथि पुगेर मात्र भिडियो गर्छौँ ल। फेरि अब यतैबाट बाटो अलिक अप्ठ्यारो छ नि त, अनि त्यति हल्ला नगर्ने तिमीहरू। अनि अलिकति बाटोहरू अप्ठ्यारो छ नि त, अनि गाह्रो हुन्छ। अनि सो म चाहिँ अब माथि पुगेर मात्र भिडियो बनाउँछु। सो अहिलेको लागि चाहिँ यति नै, बाई बाई। होइन तेरे नबोल्नु नि दिदी। सो हामी चाहिँ पौडी सौडी खेलेर पनि पानीमा पुरै भिजेर लुत्रुकै भिजेको थियौँ। हामी त केही कुरा गर्नु होइन, भिजेर हामी चाहिँ टक्क लगाएर होइन एउटा होटलमा बसिरहेछौँ। यो होटलको नाम पनि खोइ के हो थाहा होइन, यस्तो छ। सो होइन अनि सो आजको दिन चाहिँ यस्तै भयो। अब के कस्तो लाग्यो हजुरहरूलाई, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। सो साथीहरू होइन अब चाहिँ हामी खाइसकेको छ नि त, अब टक्कर हामी चाहिँ घर जानुपर्ने हुन्छ। मौसम बल्ल राम्रो भयो, अघि त हामी चाहिँ राम्रोसँग स्विमिङ खेल्न नपाइदिएर क्या, माथि पानी पनि एक्कासी धमिलो आयो नि त। सो त्यही हो, अब घर जाने बेलामा मिल्छौँ। अहिले नै यति नै 2जना साथीहरू कपडा फेर्न गएको छ। यहाँ म र सरिता चाहिँ यहाँ कपडा अघि नै फेरेर पनि यत्तिकै बसिरहेछौँ। दाइ फेरि चिउमा छ क्या उता, दाइ हाई भनिदिनु हावा अरे ल। सो अब चाहिँ हामी जाने बेला भेट्नेछौँ। अब हल्का मेकअप पनि गर्नु पऱ्यो नि त, यस्तो छ, यस्तो भइसक्यो फेस। हेर्नु न यार, टाइममा नि सुतिँदैन ल। सो बाई बाई, अहिले एकछिन भेटौँ न। हामी चाहिँ अब घरतिर लागेको गाइजहरू, होइन के गर्नु टक्क लगाएर घरतिर जानु पऱ्यो होला, नभए हाम्रो घरमा आएको मान्छे बाउलाउँछन् छोरी कहाँ गयो भनेर, होइन अब जानु त पऱ्यो होला। यसो अब चाहिँ यहाँ म र मेरो साथी चाहिँ यहाँ भर्खर जाँदैछौँ। अनि 3जना चाहिँ माथि बिल पे गर्दैछन् क्या, अनि उनीहरू चाहिँ अब आउँछन् रे। अनि हामी चाहिँ हिँडेको, किनभने अहिले पानी पर्यो नि त, बेड लाउनु नि त। उनीहरू त अब भट्टङ्ग लगाएर कुद्छ नि त, अनि हामी चाहिँ अलिक कुद्दैनौँ भनौँ, कुद्न त सक्छौँ तर अनि यस्तो यस्तो भइरहन्छ क्या, यस्तो सिडी छ। हामी कसरी कुद्नु क्या हामी चाहिँ, होइन टक्क लगाएर आज सो होइन यस्तो रमाइलो भयो, यस्तो रमाइलो भयो, कुरै नगरौँ कि होइन। हुन त साथीहरूसँग भएको रमाइलो त त्यो तपाईँहरूलाई पनि त थाहा होला होइन, कतिको रमाइलो हुन्छ साथीहरूसँग हुँदाखेरिको। झन् हामी त कति वर्षपछि भेटेको नि त, झन् रमाइलो भयो क्या। सो अनि हामी चाहिँ सिडीबाट तल ओर्लिन चाहिँ कति 250 हो कि कतिवटा छ यो सिडी चाहिँ। यो ठ्याक्कै कहाँ हो भन्दाखेरि हामी चाहिँ व्हाइट गुम्बाको त्यो चिसिनी भन्ने ठाउँमा हो क्या। अनि हामी चाहिँ टक्क लगाएर आएको होइन। आज के हो के गर्नु होइन, अब घुम्नु त पर्यो, यसो लगाएर घुम्ने ठाउँ देखिस् त होइन, अब घुम्नु पर्यो नि त गाइजहरू। सो आज चाहिँ होइन कति पछि भ्लग बनाउने समय मिल्यो क्या, नभए म प्रायः जस्तो जबतिरै हुन्छु नि त। अनि यसो गाइजहरू त्यही हो होइन, माइन्ड नगरिदिनु होला, डेली भ्लग चाहिँ हाल्न सक्दिनँ होइन। किनभने अब जहाँ पनि जाँदाखेरि मान्छेले चाहिँ डेली देखेको भिडियोमा हालिरहेको हुन्छ नि त। अनि मलाई चाहिँ त्यस्तो मन पर्दैन क्या, नयाँ ठाउँ गयो भने होइन नयाँ ठाउँ देखाउने हो। मान्छेहरूले डेली भ्लग हाल्छ क्या, हाल्नु त हुन त आफ्नो सोख हुन्छ, तर मलाई चाहिँ मन पर्दैन क्या, अलिकति हुन्छ नि त डेली भ्लगहरू हाल्नलाई। सो हामी चाहिँ यत्रो जङ्गलमा छ क्या, हेर न माथिदेखि आएको छ हामी चाहिँ। सो त्यही हो होइन, अब अरू बिस्तारै कुरा गर्दै जाऊँ ल गाइजहरू, स्यास्या भयो। सो अब चाहिँ हामी होइन अब साथीको फोटो खिचिदिनु पर्ने रे। अनि फोटोहरू खिचेर चाहिँ फेरि म जोइन हुन्छ है त,
अब के गर्नु यस्तै छ होइन अब नयाँ ठाउँमा आएपछि भिडियो फोटो त खिच्नु पर्यो नै होला गाइजहरू हजुरहरू खिच्नुहुन्छ कि हुँदैन कमेन्ट गर्नु होला होइन ल सो यति नै होइन उसको नि युट्युब च्यानल छ नाम के छ अरे सरिता प्रजा 123 छ है सबैले माया गरिदिनु होला उसलाई माया सब्सक्राइबहरू गरिदिनु होला होइन बिचरा अब आफ्नो सोख हुन्छ नि त त्यही हो सो अब चाहिँ ल धेरै कुरा नगरौँ उसको भडाबाट फोटो खिचिदिनु पर्ने हुन्छ अहिले फेरि पानी पऱ्यो होइन तनाव हुन्छ नि त फेरि अर्को तनाव हुँदैन त गाइजहरू होइन सो त्यही हो अब चाहिँ हामी एकछिन भेट्नेछौँ फेरि है त गाइजहरू के गर्नु जिन्दगीको गोरेटोमा साथीहरू होइन खानु पर्यो कमाउनु पर्यो यति त नगरी हुँदैन होइन र हजुरहरू पनि काठमाडौँभित्र सो होइन हजुरहरू पनि काठमाडौँभित्र हुनुहुन्छ भने सो हजुरहरू आउनु होला होइन किनभने राम्रो ठाउँ छ क्या अब छ्याङसाङहरू खानेहरूलाई झन् राम्रो किनभने सब पाउँछ त्यहाँतिर आउने भए आउनु चिसिनेको हल्का तलपट्टिको होटलमा भए त्यहाँतिर झन् यस्तो बवाल पाउँछ अनि अब 24 घन्टा भिडियो त बनाउनु पाएन किनभने पानी परिरहेको थियो नि त म आज तर दिनभरि नै मेरो भिडियो बनाएर बस्छु भनेर सोचेको थिएँ तर भएन क्या के भयो अरे साथी तर उयो धेरै पछि हिँडेर होला होइन जाँदाखेरि त हामी ट्याक्सीमा गएको थियौँ अब यहाँबाट त ट्याक्सी नै नआउने रहेछ क्या सिधै तलबाट यताबाट एकैचोटि बुक गर्दा ट्याक्सी नआउने रहेछ अनि सो हामीले चाहिँ अब नारायण थानको त्यो मन्दिरसम्म जानुपर्ने हुन्छ त्यसपछि चाहिँ हामी फेरि अब केमा हुन्छ बसमा हुन्छ कि कस्तो पानी फेरि टक्क यहीँ उयस भएको सिन्दुर लाउने ठाउँमा हुन्छ त यार टक्क लगाएर हामी चाहिँ अब बसमा भयो नि ट्याक्सीमा भयो नि जानु पर्यो होइन सरिता यो लगाइदिनु न मेरो कस्तो यही बेला फेरि सो आज म हाम्रो साथी के भन्नु कस्तो बिर्सेँ आज चाहिँ हामीले साथीको ब्याग लिएर आएको थियो नि त अनि भोलि कुन ब्याग लाने भने त्यहाँ अलमल छ मेरो साथी टेन्सन नगर न टेन्सन नगर हुन्छ त्यतिको यतिको चाहिँ हुनुपर्छ नि फेरि ल सो अब चाहिँ म एकैचोटि अब चाहिँ म घर पुगेर मात्र भ्लग बनाउँछु होला किनभने अब बाटोमा नै अलिक झ्याउ हुन्छ गाडीहरूको साउन्ड आउँछ त्यही माथि अब हामी रोड टिसिसक्यो हो साथीहरूलाई एकछिन कुर्नु पर्ने हुन्छ अहिलेसम्म आएको छैन हेर्नु यत्रो बाटो छ है गाह्रो छ साथीहरू गाह्रो छ घर पुगेर एकैचोटि मिल्छु ल गाइजहरू यति नै हो आजको भ्लगहरू होइन अब धेरै राम्रो ठाउँमा त देखाउनु त पाएन राम्रो ठाउँमै गएको नि गाइजहरू के गर्नु यो मौसमले साथ दिएन होइन बनाउनु त धेरै कोसिस गरे हो क्या एकदमै उयो सब होइन पानी पऱ्यो क्या मौसम यस्तो बिजी छ नि आजभोलि काठमाडौँमा ल सो गाइजहरू अब यति नै घर गरेको छु मिल्नेछु बाई बाई सो हामी चाहिँ रुम आइपुगिसक्यौँ अनि आजको भ्लग के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु नभुल्नु होला सो यति नै बाई बाई गाइजहरू